गोर्खाल्यान्ड एउटै होइन त? गोर्खाल्यान्डको मुद्दा एउटै होइन त? गोर्खाल्यान्डको म्याप पनि एउटै होइन त? गोर्खा जनजातिको सेन्टिमेन्ट पनि एउटै होइन त? गोर्खाको माग पनि एउटै होइन त? सब जब एउटै भयो गोर्खाल्यान्ड ल्याउने नेताहरू किन अलग अलग, झन्डा किन अलग अलग, ठुल्ठुलो अगाडि उभिएर गोर्खाल्यान्ड ल्याउँछु भन्ने खालको नेताहरू किन अलग अलग, तिनीहरू किन एउटै जग्गा हुँदैन? मेरो त सवाल यही छ। जब मुद्दा एउटै, चाहना एउटै, जनता एक पक्ष, यहाँ कुनै राजनीतिक मुद्दा छैन भनी चाहिँ यत्रो अलग अलग टाउकेहरू चाहिँ कहाँबाट निस्क्यो? तिनीहरू किन मिल्नु सकेछन् अहिलेसम्म? किन अर्को एउटा राजनीति झन्डा, ऊ एउटा अर्कै झन्डा, ऊ एउटा अर्कै झन्डा लिएर गोर्खाल्यान्डको लागि मान्छेलाई भाग गरी हिँड्नु खोज्दैछ कि यो मेरो मान्छे हो, यो तेरो मान्छे हो, यसले ल्याउँदैन यसले ल्याउँछ, यसले ल्याउँदैन म ल्याउँछु? के हो? मुद्दा एउटै, जग्गा एउटै, प्लेस एउटै, चाहना एउटै, गोर्खा जनजातिको सेन्टिमेन्ट एउटै भयो भने टाउके पनि त एउटै हुनुपर्ने नि त। तिनीहरू टाउकेहरू सबै एकै जग्गा मिलेर किन खालि गोर्खाल्यान्डको मुद्दा लिएर मात्रै बोल्दैन? किनीहरू उनीहरू लडिरहेछ। यसमा गोर्खा जनताको सेन्टिमेन्ट पिसिँदैछ। त्यही भएर यिनीहरू जस्तोसँग मलाई भरोसै लाग्दैन, मलाई व्यक्तिगत भरोसा लाग्दैन कि यिनीहरूले ल्याउँछ भनेर। किनकि यिनीहरूको मुद्दा एउटै थियो भने यिनीहरूले किन एक साथमा चल्दैन? गोर्खा जनजाति सबै एक मुद्दामा लड्दैछ नि त गोर्खाल्यान्ड, त यिनीहरू किन अलग अलग लड्दैछ त? के यिनीहरूले हाम्रो सेन्टिमेन्टको फाइदा उठाएर आफ्नो आफ्नो पावर र कद र पहिचान बनाउनु त खोजेको होइन? अलिक बुझ्नुपर्छ। जय गोर्खा।